नमस्कार, टुडे टॉक में अपने संपूर्ण गोटे के स्वागत है से हम चाहनी हम सब समय संदर्भिक बातचीत लको उपस्थित रहे छी। आई हम सब बातचीत करब जखन विवाह पंचमी निकट आबि चुकल अछि आ विवाह पंचमी के लक हम सब विभिन्न ठाम में विभिन्न व्यक्तित्व सबसँ संबंधित व्यक्ति सबसँ बातचीत करे छी। ताही प्रकार सबसे सुरक्षा के दृष्टिकोण से अगर देखल जाए तो जतबे भूमिका जिला प्रहरी के रहते ओतबे जे से ट्राफिक प्रहरी के किया तो गाड़ी के चाप दिनों दिन बढ़ल जा रहल अछि। तो अही के प्रसंग में ट्राफिक के की केहन भूमिका रहत तो अही प्रसंग में हमरा सबके बातचीत करे के लेल टुडे टॉक में धनसा जिला ट्राफिक प्रमुख हरि ओली जी उनका संगे हम सब बातचीत कर पहले उनका स्वागत करी। यहाँलाई स्वागत। नमस्ते जय नेपाल। अहिले एकदमै नजिक चाहिँ आइसकेका छन् विवाह पञ्चमी हैन, मा महोत्सव हुन्छ मिथिलाञ्चलमा के कस्तो चाहिँ व्यवस्थापन भइरहेछ ट्राफिक प्रहरीको? यो जुन यो महोत्सव उत्सव छ यो जय सीताराम विवाह पञ्चमीको यसको लागि चाहिँ ट्राफिक व्यवस्थापनलाई सहजीकरण गर्ने र देश विदेशबाट आन्तरिक रूपमा विभिन्न जिल्लाबाट यहाँ लाखौंको मान्छेमा आउने ठुलो भिड जम्मा हुने र त्यही प्रकारकोमा सवारी साधनको पनि अत्यधिक चाप बढ्ने हुँदाखेरि अब हामीले जिल्लाको र अन्य तालुकाहरूको थप गरेर 120 जनाको ट्राफिक प्रहरीले काम गर्छ। यही सिलसिलामा अब भोलिदेखि हाम्रो सम्पूर्ण ड्युटीहरू शिफ्ट अनुसारको हाम्रो परिचालन पनि हुन्छ। अब यो भेटामोड यो जलेश्वर हुँदै चाहिँ जनकपुर आउने सम्पूर्ण ठुला बसहरूलाई हामी यो बेलापुलदेखि यो 0 माइलसम्म सर्भिस लेनमा र हाम्रो यो अफिसभन्दा पछाडि एउटा ठुलो ग्राउन्ड छ त्यसमा पार्किङको व्यवस्थापन गरेका छौँ र त्यो ठाउँमा 0 माइलमा सम्पूर्ण सवारी साधनहरू कडन हुन्छ। यो माथि ढल्केवरदेखि मुजेले आउँदै जनकपुर आउने ठुला बसहरू लाई चाहिँ हामीले पिडारी चोकभन्दा अलि अगाडि कभर हल जाने बाटोमा कडन गरेर डाइभर्सन मिलाएका छौँ। त्यो कभर हलमा सवारी साधनहरू पार्किङको व्यवस्थापन हुन्छ। अनि यो जटीबाट आउने सम्पूर्ण ठुला बसहरूलाई 6 लेनमा पार्किङको व्यवस्थापन छ। त्यहाँबाट चाहिँ सबै यात्रुहरू ओर्लिएर यहाँ मन्दिरसम्म आउनुपर्ने अवस्था रहन्छ। यो बसियाबाट आउने ठुला सवारी साधनहरू पनि हामीले बसिया त्यो 6 लेनमै पार्किङको व्यवस्थापन गरेका छौँ। कपिलेश्वरबाट आउने सवारी साधनहरूलाई कपिलेश्वर बस पार्क र सडकमा नै अब त्यहाँ बस पार्क सानो छ, बस पार्कै छैन, त्यो ठाउँ मिलाएर राख्नुपर्ने अवस्था छ। यता पुलचोकबाट आउने सवारी साधनलाई रेलवे ट्र्याकभन्दा पारिपट्टि राख्नुपर्ने अवस्था छ। यसरी त्यहाँ हाम्रो बाहिरी कडन हुन्छ, ठुला सवारी साधनहरू यो कडनभन्दा भित्र छिर्न पाउँदैन। अनि अर्को भित्री कडनमा हामीले पिडारी चोकबाट र यो बरमपुरा चोक यो दुईटा सवारी साधन सम्पूर्ण सवारी साधन रोक्छौँ। बरमपुरा चोक त्यस पछाडि नमस्कार चोक, तपसी चोक, महावीर चोक, भैरव चोक, कदम चोक, भानु चोक, शहीद चोक र यो सिटी होटल सिटी पार्क छ प्रदेश प्रहरी अगाडि र त्योभन्दा अगाडिको थापा चोक यो ठाउँबाट कुनै पनि सवारी साधनहरू भित्र छिर्न दिइँदैन। त्यसमा ओह्रालेर सडकको सर्भिस लेनहरूमा पार्किङ व्यवस्थापन गर्ने र खाली जमिनहरूमा पार्किङ व्यवस्थापन गर्ने र सुरक्षित र भरपर्दो पार्किङ व्यवस्थापन त्यसरी मिलाएका छौँ। बाँकी कुरो आपतकालीन सवारी साधन एम्बुलेन्सहरूलाई पिडारी चोकबाट रामथापा चोकबाट प्रदेश प्रहरी अगाडि हुँदै 12 बिघाको उत्तर गेट हुँदै चाहिँ हामीले प्रादेशिक अस्पतालसम्म आउने एम्बुलेन्सहरूलाई त्यसरी मिलाएका छौँ र अन्य त्यो हस्पिटल रोड बाहेकको अन्य अस्पतालहरूमा जानलाई एम्बुलेन्सहरू त्यति समस्या हुँदैन। त्यहाँ हाम्रो चक्रपथ पिडारी चोकदेखि मुरली चोकसम्मको चक्रपथ चाहिँ हाम्रो चाहिँ रनिङ नै हुन्छ। त्यहाँमा साना सवारी साधनहरू बाहेकहरू रनिङ नै हुन्छ। त्यो चक्रपथभन्दा हामी भित्र छिर्न दिँदैनौँ। अनि अर्को भिआइपीको मुभमेन्ट पनि हामी त्यही अघि भनेकै रुट र लाई हुँदै चाहिँ हामी यो नेपाल टेलिकमको अफिससम्म चाहिँ हामी कडन गर्छौँ। त्यहाँसम्म भिआइपीहरूलाई ओह्रालेरै त्यहाँबाट चाहिँ हामी दर्शन गर्न चाहिँ अगाडि बढाउँछौँ। यसरी चाहिँ ट्राफिक व्यवस्था मिलाइएको छ। श्रद्धालु भक्तजनहरूको जसरी भिडभाड हुँदाखेरि उहाँहरूको कुनै वैकल्पिक बाटोहरू चाहिँ निकाल्नु भएको छ कि कसो? यस्तो छ, हामीले सकभर नजिकभन्दा नजिक चाहिँ सवारी साधन पुर्याएर उहाँलाई ओह्रालेर उता भित्र चाहिँ कार्यक्रममा सहभागी हुने त्यो उत्सवमा सहभागी हुने व्यवस्था गर्ने भनेर र त्यो गाडीहरूलाई नजिकभन्दा नजिक पुर्याएर हामीले त्यहाँबाट डाइभर्ट गरेर चाहिँ निश्चित तोकेको स्थानमा पार्किङको व्यवस्थापन गरेका छौँ।
यो जुन मुख्य कार्यक्रम स्थल हाम्रो सबैभन्दा केन्द्रबिन्दु जानकी मन्दिर र 12 बिघा रङमुङ मैदान त्योमा धेरै भिडभाड हुन्छन् होइन त्योमा कसरी तपाईँ चाहिँ यो ट्राफिक व्यवस्थापन गर्न सक्नुहुन्छ सवारी साधनहरू अथवा मान्छेहरूले कसरी चाहिँ कभर गर्न सक्नुहुन्छ अब जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय माथि तालुका कार्यालयबाट थप टोली गर्दाखेरि हामी यहाँ जनशक्ति पनि धेरै हुन्छ अब ट्राफिकको काम अलि विशुद्ध चाहिँ भिडभाडभन्दा पनि ट्राफिक भनेको सवारी साधनको भिडभाडलाई व्यवस्थापन गर्ने पार्किङ गर्ने अत्यावश्यक सवारी साधनहरूलाई त्यो प्रकारको मुभमेन्टमा सहजीकरण गर्ने नि पास लिएका सवारी साधनलाई त्यो अनुसारको सहजीकरण गर्ने भिआइपी जीवहरूलाई सहजीकरण गर्ने स्कटिङ गर्ने र यिनीहरू कोडमा रामानन्द चोकदेखि मैले अघि पनि भने पिडारी चोक रामानन्द चोक बजरङ चोक त्यस पछाडि उतापट्टिको सहित यी हामीले जुन कर्डन गरेका छौँ यो कर्डनभित्र कुनै पनि सवारी साधन छिर्दैन भनेपछि त्यहाँभित्र त मान्छेको मात्रै भिड हुन्छ मान्छेको भिडको व्यवस्थापन त जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीहरूले गर्छ कतिजना ट्राफिक प्रहरीहरू चाहिँ तैनात हुन्छ अब अहिले गढीमाई मेला पनि चलिरहेको एकातिर र यता यता सीताराम विवाह पञ्चमी पनि यो उत्सव चाहिँ अब निकट दिनमै भोलिदेखि नै सुरु भइ नै हाल्छ औपचारिक रूपमा हिजोदेखि सुरु भइहाल्छ अब भोलिदेखि श्रद्धालु भक्तजनहरू आउने घुइँचो बढ्ने सुरु भइहाल्छ अब गत त्यो भएर हाम्रो म्यान पावर पहिलेभन्दा दुईतिर बाँडेको भएर यहाँ हामीले 120 जनाको हाम्रो 120 जनाले यो सम्पूर्ण जिल्लाभरिको ट्राफिक व्यवस्थापन गर्नुपर्ने सवारी दुर्घटना हेर्नुपर्ने ढल्केवटदेखि आउने सवारी साधन लालगढदेखि आउने उता पूर्वतिर पोर्तादेखि सिरातिरबाट आउनुपर्ने सवारी साधनहरू जलेश्वरबाट आउने सवारी साधनहरू विभिन्न युनिटहरू धनुषा धाम यदुकुवा खजुरीतिर आउने युनिटहरूको आन्तरिक रूपमा पनि त्यताको पनि ट्राफिक व्यवस्थापन हेर्नुपर्ने बाटोको र यहाँको पनि व्यवस्थापन हेर्नुपर्ने भएको घटना छ यो भिडभाडका कारण कुनै अप्रिय घटना घट्नु यदि घट्छन् भने त्यसको लागि सुरक्षात्मक यहाँहरूको कस्तो कदम छन् र कस्तो तयारी छ यो हामीले दसैँ तिहार अनि त्यस पछाडि लक्ष्मी पूजा लगायत छठलाई हामीले भव्य सभ्य रूपमा चाहिँ दुर्घटना नघटाइकन दुर्घटना नभएर हामी सफलतापूर्वक सम्पन्न गरेका छौँ मैले पनि यसमा चाहिँ सम्पूर्ण श्रद्धालु भक्तजन आम नागरिक जनकपुरवासीमा के अनुरोध गर्न चाहन्छु भने अब चाडपर्वको बेला छ उत्सवको बेला छ सवारी साधनहरूको भिड बढी हुन्छ आवत बढी हुन्छ र एकदम सुरक्षित तरिकाले भरपर्दो तरिकाले आफूले कन्ट्रोल गर्ने तरिकाले ट्राफिक नियमको पालना गर्ने तरिकाले गरेर खटिएको ट्राफिक प्रहरीले भनेको अनुरोधलाई चाहिँ पालना गरिदिनु हुन पनि अनुरोध गरिदिन्छु दुर्घटना नहोस् भन्ने कामना पनि व्यक्त गर्छु अब जसरी आकस्मिक कुनै घटना घट्यो भने त्यसको लागि के तयारी छ हाम्रो यो जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय ट्राफिक प्रहरी रेड क्रस अनि त्यहाँ खटिएको अन्य सुरक्षा निकायको पनि हुन्छ विभिन्न ठाउँमा अब एम्बुलेन्सहरू पनि स्ट्यान्ड बाई राखेका छ अब 12 बिघाको आसपासमा अनि यी जुन स्ट्यान्डहरू छन् 3-4 ठाउँमा एम्बुलेन्सहरू पनि स्ट्यान्ड बाई राखेका छ त्यो नेतृत्व प्रादेशिक अस्पतालले गरेका छ यो बिरामीहरूलाई लाने उपचार गर्ने एम्बुलेन्समा रिकभर गर्ने रेड क्रसले चाहिँ यसको व्यवस्थापन गरेका छ र हाम्रो पनि त्यसमा चाहिँ सहजीकरण हुन्छ जसरी तपाईहरुलाई अहिले हेरिरहेछु कि जुन बराबर मिटिङ भइरहेको थियो हैन यो सीताराम विवाहको उत्सवलाई लिएर र योमा स्थानीय हरेक निकायको व्यक्तिहरू हुन्छन् हैन योमा के कस्ता सहकार्यहरू भएका छन् के कति सहयोग लागिरहेछ कि तपाई पाउनुहुन्छ किनकि तपाईहरु गर्नुहुन्छ तर मान्छे चाहिँ मान्दिनन् त्यति भिडमै चाहिँ गाडी लिएर छिर्न प्रयास गर्छन् त के सहानुभूति पाउनुभयो स्थानीयहरुबाट यताको सरकार पनि बस्छन् त्यो मिटिङमा अब म ट्राफिक प्रहरीको यहाँको सबै हेर्ने भइसकेपछि इन्चार्ज भइसकेपछि अब पहिले जसरी ट्राफिक व्यवस्थापन भएको थियो त्यसलाई चाहिँ अझ चाहिँ राम्रो तरिकाले सभ्य तरिकाले अलि व्यवस्थित तरिकाले चाहिँ मिलाउन सकिन्छ भनेर म डे फर्स्टदेखि नै लागेको छु आजदेखि नै हाम्रो पनि त्यो कामहरू सुरु भइहाल्छ अब यी मिटिङहरुका कुरा उठ्यो अब सबै निकायका जिल्ला प्रशासनको आफ्नो होला रेड क्रसको अब उद्धारहरू एम्बुलेन्स व्यवस्थापनहरू प्रादेशिक अस्पताल यस्ता छन् जिल्ला प्रहरी कार्यालयको अब यस भिडभाडमा हुन सक्ने चोरी डकैती लुटपाट अनि कुनै दुर्घटना भने रेस्पोन्स गर्ने उसको त्यो दायित्व छ नगरपालिकाको आफ्नै प्रकृतिको दायित्व छ अब यसमा चाहिँ सबैले आफ्नो ठाउँबाट आफूले पुरा गर्नुपर्ने जिम्मेवारी चाहिँ पुरा गर्यो भने यो सफलतापूर्वक सम्पन्न हुन्छ यहाँको पहिलोचोटिको चाहिँ यताको विवाह पञ्चमी महामहोत्सव छ हैन त्यसमा पनि प्रमुख दायित्व नै ट्राफिक प्रहरीको पाउनु भएको छ के कस्ता चुनौती लागिरहेछ कस्तो अहिले चाहिँ फिल भइरहेछ
नै यस्तो अब यो 6 महिना पुरा भएर 7 महिना लाग्यो। अब ई-रिक्सा व्यवस्थापनदेखि लिएर ट्राफिक व्यवस्थापनदेखि लिएर जनचेतनामूलक कार्यक्रम र दुर्घटना पनि हामीले अपेक्षित र आम नागरिकले महसुस गर्ने खालको रिजल्ट हासिल गरेका छौँ। छठ पर्व उता विजया दशमीदेखि अष्टमीको ठुलो भव्य त्यो उत्सव, त्यो जुन भोगाबली उत्सव थियो छठ पर्व, त्यसमा पनि आम नागरिकले महसुस गर्ने खालको हामीले ट्राफिक व्यवस्थापन अझ सशक्त रूपमा चाहिँ परिचालन गरेका छौँ। हाम्रा ड्युटीहरूलाई, हाम्रा कर्डन पोइन्टहरूलाई त्यो प्रकारले सशक्ति पनि गरेका छौँ। त्यो प्रकारले हाम्रो प्रत्येक ट्राफिक प्रकरणलाई ब्रिफिङ गरेर जिम्मेवारी पनि दिएको छ। हामीले कमभन्दा कम जनशक्तिले अहिलेको विवाह पञ्चायतमा ड्युटी गर्नु। अब पहिले गत आर्थिक वर्ष के अरे पहिलेको वर्षभन्दा यो वर्षमा हामीले कम जनशक्तिले चाहिँ यहाँ यो सबै व्यवस्थापन गर्नुपर्ने छ। र यसमा चाहिँ आम नागरिकलाई मैले भने खटिएको ट्राफिक प्रहरीले अनुरोध गरे बमोजिमको पार्किङ र डाइभर्सनमा सहयोग गरिदिन अनुरोध गर्न चाहन्छु म। कुनै यदि जुन कुनै मान्छेहरू जसरी अहिले चाहिँ यो विवाह पञ्चायत एकदमै अब सुरु नै भइसकेको छ भन्नुपर्ने, अनि यसमा चाहिँ अब दिनोदिन अब श्रद्धालु भक्तहरूको पनि भुइँचो बढ्छन् होइन, त्योमा यदि ट्राफिक प्रहरीको कसैले चाहिँ त्यो उल्लङ्घन गर्यो भने त्यो के कस्ता चाहिँ सजाय पाउन सक्छन्? जसरी कसैले छडापन तरिकाले चाहिँ गाडी नै त्यो भित्र नन पार्किङमा यदि त्यो आइहाल्यो भने त के कस्ता सजाय पाउन सक्छन्? अलिकति यो पनि जानकारी गराउनु। अब यस्तो छ क्या, यो ट्राफिक प्रहरीले यो फाइन गर्ने, कारबाही गर्ने भन्ने जता पनि देखिन्छ। ट्राफिक नियमको पालना गर्दा फाइन पनि तिर्नु पर्दैन, कारबाही पनि पर्नु पर्दैन भन्ने चाहन्छु म सबैलाई। र यो हामी सबैको जिम्मेवारी, नागरिकको पनि जिम्मेवारी, श्रद्धालु भक्तजनको पनि जिम्मेवारी, सबै हामी अनुशासनमा रहनुपर्छ। सभ्य शिष्ट र भव्य तरिकाले चाहिँ यो महोत्सवलाई सम्पन्न गर्नुपर्छ भन्ने मलाई लाग्छ। अब कारबाही नै अब मासुमा कारबाही गर्ने भन्दा पनि त्यसमा सबै आम नागरिकबाट हामी सहजीकरणको आशा अपेक्षा चाहन्छौँ। तपाईँ एउटा प्रमुख ट्राफिक प्रमुख हुनुहुन्छ होइन, अहिले केही भन्न चाहिराख्नु भएको छ? तपाईँ विवाह पञ्चमीलाई लिएर केही सूचना तपाईँ दिन चाहिराख्नु भएको छ यताको स्थानीय पब्लिकहरूलाई? नै यहाँबाट स्थानीय सबैबाट चाहिँ साथ, सहयोग, समर्थन र सहजीकरण सबै ठाउँबाट चाहिँ आएदेखि नै छ। त्यही हुनाले हामीले विभिन्न ठाउँमा व्यवस्थापनका कामहरू गरिरहेछौँ। जस्तो मैले अघि नै पनि पहिले गएका चाडपर्वहरू, हामीले दुर्घटनामा हासिल गरेका उपलब्धिहरू, अनि सचेतनामूलक कार्यक्रम जुन तरिकाले यहाँ सम्पन्न भइरहेछन्, विभिन्न स्थानीय निकायहरूसँग समन्वय भइरहेछ, त्यो प्रशंसनीय नै छ। अब मैले यो यसमा विवाह पञ्चमीमा के भन्न चाहन्छु भने यो ठुलो उत्सवको बेला सुरक्षित, अब यहाँ त धेरै टाढा टाढाबाट नजिकबाट सवारी साधन, बाइक, ई-रिक्सा, टेम्पो, बस, विङ्गर, म्याजिकमा सवारी साधनमा यात्रा गरेर यहाँसम्म पुग्न पर्छ। अब सुरक्षितपूर्वक यहाँ पुग्न सकेन, दुर्घटना भयो भने अब यत्रो उत्सवमा कसैको आँसु बग्न पर्ने अवस्था हुनसक्छ, कसैको अशक्त अपाङ्ग घाइते बन्न सक्छ। नियम पालना गरेन, जथाभावी सवारी साधन चलायो भने चाहिँ अब हामीले सडक सुरक्षालाई पनि ध्यान दिइकन यहाँ आइपुग्नु पर्ने हुन्छ। सडक सुरक्षाका नियमहरू छन्, ट्राफिक नियमहरू छन्, यसलाई पालना गरिदिनु हुन भन्ने सम्पूर्ण आम नागरिक श्रद्धालु भक्तजनहरूलाई अनुरोध गर्न चाहन्छु। तैना हम सब बातचीत केनु हरि बहादुर ओलीजी सँगै सम्पूर्ण जानकारी हमरा सबके अहकेले था जे कौन प्रकार जे छे से एमे ट्राफिक व्यवस्थापन रहत त सबगोटा की दायित्व अछि जे ई जनकपुर धाम में होबो वाला विवाह पञ्चमी महा महोत्सव में एठम के स्थानीय के उत्पी भूमिका रहत अछि, एठम के सरकार वाला सबको उत्पी भूमिका रहत अछि। त तै दुआरे सम्पूर्ण गोटे जे छै में एउटा चेतना अनुसार छ जे अपना अपना ठाम से सबगोटा सहज बनाबी, सबगोटा के सहकार्य में अति आवश्यक छै, अति जरूरी छै। ओहो में खास करके जनकपुरवासी सबके लेल कियाक त ई सीताराम जी के विवाह नै ई सम्पूर्ण जे जनकपुरवासी के बहिन मानी छी, हुनका बेटी मानी छी ठनके त सम्पूर्ण गोटे जे छै ट्राफिक प्रहरी के जे छै से सूचना के कदर करी। अखन के लिए टुडे टॉक्स हम विदा लेब। नमस्कार।